यो जाभास्क्रिप्टमा चाहिँ प्रमिस भनेको एकदमै इम्पोर्टेन्ट टपिक हो। सो त्यसलाई हामी एकदमै सजिलोसँग एक्जाम्पल सहित बुझ्नेवाला छौँ। जस्तो म एउटा एक्जाम्पलबाट सुरु गर्छु। जस्तै हामी चाहिँ मोमो पसलमा गयौँ रे मोमो खानको लागि है। अनि त्यहाँ मोमो अर्डर गरिसकेपछि त्यसले हामीलाई एउटा टोकन दियो अरे के, पैसा तिरिसकेपछि। अनि त्यो टोकन दिएर के भन्यो अरे भन्दा तपाईँको मोमो चाहिँ 15-20 मिनटपछि आउँछ है भनेर भन्यो अरे। ल ठिक छ भनेर हामी कुरेर बस्यौँ रे। हो त्यो जुन उसले हामीलाई टोकन दिन्छ नि, त्यो चाहिँ एक किसिमको प्रमिस जस्तो हो क्या। किनभने त्यो टोकन दिइसकेपछि उसले हामीलाई मोमो दिन पनि सक्छ, या त मोमो सकिएछ है भोलि आउनुहोस् भनेर भन्न पनि सक्छ। अनि त्यसपछि 15 मिनटपछि ऊ आएर उसले हामीलाई मोमो दिन पनि सक्छ। त्यो भनेको सक्सेस हो। अनि उसले चाहिँ अब हाम्रो त आज ग्यास सक्यो, आज त केही समस्या भयो, त्यसैले मोमो तपाईँलाई हामी दिन सकेनौँ, तपाईँको पैसै फिर्ता गर्छु भनेर त्यसरी गर्न पनि सक्छ। त्यो चाहिँ फेलियर भयो। सो प्रमिसको के हुँदो रहेछ, कि त सक्सेस पनि हुन सक्दो रहेछ, कि त फेलियर पनि हुन सक्दो रहेछ। अब जस्तै यसमा हामीले हेर्न सक्छौँ मोमो प्रमिस भनेको चाहिँ एउटा नयाँ प्रमिस अब्जेक्ट हो। सो त्यसपछि हामीले ग्यास एभाइलेबललाई फल्स राखेका छौँ। सपोज ग्यास एभाइलेबल छैन अरे, त्यसपछि यदि ग्यास एभाइलेबल छ भने चाहिँ हाम्रो मोमो बन्छ, होइन भने चाहिँ हाम्रो ग्यास ऱ्यान आउट भनेर मोमो चाहिँ हाम्रो क्यान्सल हुन्छ। अब यो त प्रमिस बन्यो। अब प्रमिस बनिसकेपछि त्यसलाई कसरी युज गर्ने, त्यसलाई युज गर्नु पनि एकदमै सजिलो हुन्छ। एउटा डट देन भन्ने कुरा हुन्छ, एउटा डट क्याच भन्ने कुरा हुन्छ, एउटा डट फाइनल्ली भन्ने कुरा हुन्छ। डट देन भनेको चाहिँ जब हाम्रो कुरा सक्सेसफुल हुन्छ त्यतिखेर चाहिँ हाम्रो डट देन भित्रको कुरा चल्छ। र यदि हामीले गरेको कुरा अनसक्सेसफुल भयो, फेलियर भयो भने चाहिँ डट क्याच भित्रको कुरा चल्छ भने फाइनल्ली भनेको चाहिँ सक्सेस भए पनि सक्सेस नभए पनि जहिले पनि त्यो चल्छ। सो यसरी हामीले सिम्पल तरिकाले बिगिनरको रूपमा चाहिँ प्रमिसलाई बुझ्न सक्छौँ। प्रमिस भनेको अझै योभन्दा एडभान्स टपिक हो, तर अहिलेको सजिलो बुझ्नको लागि चाहिँ प्रमिसलाई यसरी बुझ्दा पनि हुन्छ। यो जाभास्क्रिप्ट क्लास चाहिँ 1 जुलाईबाट सुरु भइरहेछ। त्यसलाई जोइन गर्न मन छ भने चाहिँ मलाई कमेन्ट या DM गर्नुहोस्।